आज चाहिँ होइन सुँगुरको मासु के गर्नु साथी हो, राईको छोरो पऱ्यो के गर्ने, यस्तो पकाएर खानु लगाएको ल्यासी होइन। अब कस्तो हुन्छ अब यसमा लाउने तरि यो चाहिँ बखत फ्राई मात्रै हो होइन। अनि प्याज के पो टमाटर अनि त्यसमा लाउने यो रायोको साग अनि प्याज होइन। अनि खोर्सानी चाहिँ थोरै भएर रहेछ। अब हेर्दै जाउँ पाक्दै गएपछि कस्तो कस्तो हुन्छ। अनि सबै भएर बसेको नै खाएको भिडियो पनि बनाउँछु है। ल अहिलेको लागि चाहिँ स्टप गरेर राख्छु है त म। टमाटर प्याज लाएर यस्तो बनाइसकेँ है मैले चाहिँ। ल गाइज अब साग हाल्नु लागि छ गाइज। यस्तो भयो अब ग्रेभी भइसक्यो। अघि कस्तो थियो अहिले कस्तो भयो होइन गाइज, दाम छ। अब सब्जी हाल्नु बाँकी नै छ। साग पनि पसिसक्यो साथी हो होइन, रायोको साग पनि पसिसक्यो। अब कस्तो दामी हुने होला होइन। अब पाक्यो मासु होइन, चडक्क भयो। अब खाँदै गरेको अब है त भिडियो।